बुढो हजुर के गर्नु लाउन आँखा र बसिरहेको छु म त मैले के लिएर आइछु हेर्नु त के हो र हेर्नु न हेर्नु हजुरले कहिले खानुभएको थियो ओहो खनेन्द्र गेडुलो पो रहेछ ल बारी कर्कलाको पात त टन्नै रहेछ त खन्यौ गेडुलो घाँस काट्न गएको यस्तो खन्यौ र गेडुलो पाकेको रहेछ अनि लिएर आएँ एउटा भाँडा ल्याउनु त भाँडा ल्याइदिने लिएर आउनु यहाँ बस ल त नि ल बस यसलाई साँदेर खाम है बुढो आज खन्यौ आफ्नै बारीमा उम्रेको खन्यौ गेडुलाको बोटमा फलेको फल आज हामीले साँदेर खाँदैछौँ है साथीहरू मैले पखालेर ल्याइछु है यसलाई पखाल्नु पर्दैन घाँस काटेर आउँदाखेरि धारोमा पखालेर ल्याइछु यसलाई पखाल्नु पर्दैन यसलाई काटेर साँदेर खानुपर्छ पहिला खन्यौ खाउँ है हेर्नु साथीहरू सिजन अनुसारको फल हामीले खानुपर्छ के यसलाई अब यसरी चट्ट काटेर यसमा नुन खुर्सानी मसला मोलेर यसलाई साँदेर अब खाने हो म तयारी गर्छु है त साथीहरू यो खन्यौलाई काट्दैछु ल हेर्नुहोस् है तयारी गर्छु मैले खन्यौ काटिसकेँ चटनी लिएर आउनु त बुढा चटनी पिस्नु भयो लिएर आउनु पिसकेछु ल के पिस्नु खुर्सानी मसला नुन हरियो खुर्सानी मसला नुन बनाएर चटनी पनि पिसिसक्नुभयो मेरो बुढोले साथीहरू को कोलाई मनपर्छ आउनुहोस् है खानालाई म यसमा राखेर मोल्छु है यसरी यति स्पेसल हुन्छ कि यो खन्यौ यसरी साँदेर खाँदा एकदमै मिठो हुन्छ यो अर्ग्यानिक यसमा केही मिसाएको छैन आफै उम्रेको खन्यौका बोटमा फलेको फल एकदमै अर्ग्यानिक हुन्छ खाँदा स्वादिष्ट हुन्छ हामी केटाकेटी हुँदाखेरि तछाड मछाड गरेर माटैसँग खान्थ्यौँ कि पहिला बच्चाको याद पनि आयो खानुपर्छ यस्तो यस्तो फलहरू खानुपर्छ सबैजनाले लाउनु बुढो कर्कलाकै पातमा खाउँ है भाँडामा नन्झ्या हुन्छ लाउनु धन्यवाद पनि यसैमा खनाएर खान्छु है साथीहरू साँधेको खन्यौ साथीहरू हामीले सुरु गऱ्यौँ है खाना हजुरहरूले पनि आफ्नो गाउँघरमा भएको यसरी फलेको फलहरू खानु होला स्वादहरू लिनु होला आहा कति मिठो असाध्यै स्वादिष्ट छ